केयर फर एनिमल्समा यहाँहरूलाई स्वागत छ। अस्तिको दिन एकजना कृषकको गोरु घर नजिकै चर्ने क्रममा अर्को गोरुसँग जुडेर भिरबाट खसाली एउटा सिङ भाँचेको छ भनेर किसानले आज बोलाउनु भएको थियो। त्यसपछि आवश्यक औषधि र सामानहरू रेडी बनाएर ओजेडी गर्न आएको एकजना भाइलाई समेत लिएर किसानको पछि लाग्यो। जानुपर्ने धेरै टाढा रहेछ, त्यहाँ तल हो घर भनेर भन्दै हुनुहुन्थ्यो। हिँड्दा हिँड्दै तल पुग्यो, तर जति हेऱ्यो त्यो टाढा लाग्दै गयो। भाइ पछि हिँड्दै आउँदै थियो। प्राकृतिक रूपमा ठाउँ त राम्रो हो, तर हामी जस्तो हिँड्न नसक्नेलाई चाहिँ अलिक गाह्रै छ यो ठाउँमा। फर्किने बेला उकालोमुखी कसरी आउने भन्ने टेन्सन अहिलेदेखि लाग्न सुरु भइसकेको थियो। यो ठाउँ हेर्ने बित्तिकै पारि देखेको जुन त्यो 2 घर छ त्यही घर रहेछ खासमा जानुपर्ने चाहिँ। बाटैमा एउटा पिपल चौतारी पनि रहेछ। आउने बेला यहीँ फर्केर बसौँला भन्ने सोच बनाएर अगाडि लाग्यो। बाटो अलिक ढुङ्गा भएको ओह्रालो मुखी थियो। हामी ओह्रालोमुखी दगुर्दै हिँडिरहेको थियौँ। बिचैमा एउटा झोलुङ्गे पुल पनि रहेछ। लगभग 40 मिनट जति हामी हिँडेपछि किसानको घरमा पुग्यौँ। किसानले लगभग यत्तिको भिडबाट चाहिँ खसेको हो भनेर हामीलाई यो भिड देखाउँदै हुनुहुन्थ्यो। घर पुगेपछि गोरुको अवस्था हेरेको, गोरुको एउटा सिङ फेडदेखि नै पुरै भाँचिएको रहेछ। गोरु समाउने कोही नभएकोले चाहिँ मान्छेहरू चाहिँ खोज्नलाई हामीले बोलायो र एकछिनपछि मान्छेहरू आउनुभयो। मान्छे आउने बेलासम्म म गोरु खसेको भिड हेर्न गएँ। भिड यस्तो थियो र माथि हेरेको हामी फेरि फर्केर हिँडेर उकालो चढेर त्यहाँमै जानुपर्ने छ र समय पनि लगभग 3 बजिसकेको थियो। हामीलाई अलिक फर्केर जान अलिक ढिलो पनि भइसकेको थियो। एकछिनपछि नजिकका मान्छेहरू आउनुभयो र उहाँहरू आफैले सिकेको तरिकामा चाहिँ गोरु धाल्नुभयो। गाउँघरतिर बहरलाई चाहिँ यसरी नै कन्ट्रोल गरेर चाहिँ क्यास्ट्रेसन गर्दो रहेछन्। भाँचिएको उक्त सिङ काटेर हामीले चाहिँ त्यो घाउलाई पुरा सफा गऱ्यौँ, ड्रेसिङ गरिदियौँ र आवश्यक मलम औषधिहरू लगाइदियौँ। औषधि उपचार गरेर हामी चाहिँ आफ्नो बाटो लाग्यौँ। त्यहाँ माथि जानुपर्ने छ भन्ने हामीलाई टेन्सन लागिरहेको थियो। माथि पिपल चौतारीनिर आएर हामी एकछिन त्यहाँ बस्यौँ। आउने बेला फर्किने बेला भोक लाग्छ भनेर भाइले चाहिँ 2 चाउचाउ किनेर ल्याएको थियो। त्यो मजाले बसेर खायौँ। जाने बेला लगभग 40 मिनटमा पुगेको हामी, फर्किने बेला 1.5 घन्टा जति हामीलाई टाइम लाग्यो। पहिलोपटक यसरी भिडियो बनाएको, अलिक खासै राम्रो भएको छैन। त्यही पनि यहाँसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।